नानी हामी त तिम्रो हात माग्ने हात अनि खुट्टा चाहिँ चाहिँदैन बान्द्रे यहाँ त केटी तलाएर खान सक्दैन हिँडाइछ भिनाजी कहाँ त्यसरी हुन्छ स्वर्गकी अप्सरा जस्तै केटी छोडेर हिँड्नु हुँदैन कि कुरो मिलाउने नानी अब केटो चित्त बुझ्यो भनेदेखि तिम्रा बाआमासँग कुरा चलाउनु पर्यो केटो यही हो कस्तो छ त सिम्पल लिभिङ हाई ड्रिङ्किङ छैन त तिमीलाई यस्तो सिगारेसँग नि मैले बिहे गर्छु के सोचे मलाई भिनाजु यस्तै नरकी राक्षसनीसँग मैले बिहे गर्नु छैन हिँड्छु जाऊ एकछिन चण्डालनी तँलाई यस्तो लक्का जवान केटो ल्याउँदाखेरि हुँदैन भनेदेखि तँलाई कस्तो केटासँग बिहे छ त म त पाएको केटासँग मात्रै बिहे गर्छु तिमीसँग पाए चाहिँ बिहे गर्छु मैले सिरानी मुनि 100 रुपियाँ लुकाएर राखेको छु भन्ने है दिदीलाई म त बेहोस पनि हुन सक्छु ए उठ यो घर कसको आलेको भित्र बाहिर टालेको भोटे कुकुर पालेको केटी माग्न थालेको त्यो देउसी खेल्न आयो यहाँ अहिले एकछिनपछि नाङ्ला माथि दियो राखेर केटी लिएर आउँछ नि तँलाई तिमी चाहिँ के रतेली नाच्न आएको यसो गीत गाउँदाखेरि कतै कुरो मिल्छ कि भनेर गीत गाइरहेको नि के गरिबस्या त्यो भगाएर सोर्न ल्यायो त अलि भरामी पाराले बस्ने यस्तो हिसाबले सिम्पल लिभिङ हाई ड्रिङ्किङ हिसाबले ल ल मान्छेले हेर्दा नि त के चाहिन्छ होइन भित्र मान्छे बसेर बाहिरपट्टि चुकुल्ला त होइन होला त्यो त कसरी मिल्छ र भित्र मान्छे ढोका लाएपछि यस्तो हातै छिर्दैन बाहिरै छ मान्छे ल यो त निराख त ए भन्ने उठु उठु क्यास भिनाजु डुब्यो चोर्लुम्मै कहाँ छ र पानी पानीमा होइन यो घरमा पहिले केटी त थिए नसोधिकन आइयो न अन्त्य बिहे गरेर दिइसक्यो कि जाउँ जाउँ होइन गइहालौँ अब यस्तो घर ससुराली बनाएर हुन्छ अब अहिले केटी हेर्न आउँदाखेरि चाहिँ यत्रो बेर चाहिँ ढोका बाहिर बस्नुपर्छ भने भोलि तैँले बिहे नै गरेर ससुराली आइस भनेदेखि अब दसैँमा टिको लाउन आउँदाखेरि 2 दिन घर बाहिरै बस्नुपर्छ जनवरी पूर्णिमा 2 दिन तिहारमा 2 दिन अर्को के चाहिँ तिजा 2 दिन कुकुर तिहारमा 2 दिन जिन्दगीभरि ढोका बाहिर कुकुर तिहारमा त तिमी आए पनि त हुन्छ नि मै आउनुपर्छ दिदी हजुर को हो ओहो बान्द्रेलाई त यो केटी पो सुहाउँछ हत्ता छ त जोडा मिल्छ हत्ता छ किन टोलाउनु भएको होइन टोलाएको होइन के काम थियो होला काम अलि त्यस्तै छ के तपाईहरु रिसन हुन्छ कि भन्ने डर लाग्छ लजाउनु पर्दैन भन तपाईको छोरा बान्द्रे छोरा होइन भाइ हो भाइ ए भाइ पो हो तपाईहरुले केही चास भन्ने हो कि डर लाग्छ एकछिन पो हाला म आइहाल्छु यो फुलहरु पनि किन फुलेको होला मलाई रुवाउनलाई यो जिनीमा मेरो बिहे हुँदैन क्या भिनाजु आचरी भइहाल्छ नि हो हिँड्न अर्को घर कुरा गर्ने भाइ ए पहा बुढा केटी पाइयो इ यहाँ छ खल्तीमा कसले दिन्छ र केटी अब यहाँ नपाएर के भयो त केटी उहाँ घरमै आइरहेछ अच्छा खासा नयाँ दिल्ली छ केटी त्यसका बाजे उनी बेला गोरु ब्याउँछ भने यही होला केटी खोज्दा चप्पलै एक अमल पातलो भइसक्यो त्यसमा घरमै आई दिदी त्यसको आँखा कस्तो छ बाख्रा जस्तो छ केटीको आँखा कस्तो हुन्छ केटीको जस्तो होला मृग जस्तो हो कि भनेर नि जेस केटी राम्री छे उम्किन दिनुहुन्न छिटो जाउँ ए मानु बाजे ओ उता यता जानला देखेन ए येडे बुढा के यस्ता कुरा सुन्ला उ मान्छे पर्खेर बसिरहेछ एकछिन साँच्ची बान्द्रे भाइको बिहार ला भने हो यसपालि हाम्रा चेली पनि थिए ए पर्दैन बान्द्रेको टिकट आलो भइसक्यो ए नत्र एसएलसी पास गरेको थिइन् ओहो धेरै पढेको रहेछ हुँदैन
मलाई त 8 कक्षा पढेको चाहिने, म पनि त 8मै फेल भएको। मेरो मामा छोरी हो, शिर स्वभाव पनि एकदम राम्रो छ, हेर्न जाऊ यो फेर। ओहो, हामीलाई त्यस्ता सिल स्वभाव केटी चाहिँदैन, हामीलाई त उग्रचण्डी चाहियो, उग्रचण्डी। जाऊ। खै त कता को केटी कतरी थियो? बुढा, केटी त हिँडिछ त। हिँडेको छुइनँ, म यहीँ छु। बुढा, केटी कस्तो लाग्यो त? म त दोहोऱ्याएर बिहे गरिदिनु। बान्द्रेलाई सोध। भन् कस्तो लाग्यो केटी? भिनाजु, अन्तर्जातीय बिहा गर्ने र मैले तेरी अन्तर्जातीय कुन्तर्जातीय सबै जातीय हुन्छ यतिको केटी भएपछि। ल नानी, अब भन, अहिले के भन्न खोजे? रिसाउनु हुन्छ कि फेरि? रिसाउँदैन, राम्रै कुरो होला, निर्धक्क भने हुन्छ। हेर्नुहोस् न, म सहर पढ्न जान लाग्यो, यो चामल र झोला माथि डाँडासम्म बाँद्रे दाइले पुऱ्याइदिनु हुन्छ कि भनेर। भिनाजु, म त बेहोस हुन लाग्यो त। बरु 5-10 रुपियाँ पैसा पनि दिन्थे।